ल नमस्ते सबैजनालाई। आज फेरि बहुत दिन बाद भिडियो बनाउँदैछु। यो भिडियो भन्दा पनि यो घरको सानो घरको कामहरू यसो यताउति देखाउनेछु आजको भिडियोमा। देख्नुहुनेछ र आउनुहोस् हल्का होम टुर। घर त कम्प्लिट भएको छैन र पनि अब हल्का के कस्तो कस्तो हुँदैछ भनेर तपाईँहरूलाई देखाउनेछु। फर्स्टमा चाहिँ तपाईँहरूले यसको हेर्नुहोस् यसको बदमास यसले चाहिँ के गरेछ भन्दा चाहिँ अघि यहाँनिर भक्कु खनेछ कि यहाँनिर माटो खनेछ होइन भुइँ खनेर चाहिँ आमाले अलिक कुटेर आरामले सुतिरहेको छ अहिले। यहाँ देख्नुहुँदैछ यसको बदमास है काम गर्दैछ भैयाहरूले। देख्नुहुँदैछ यो चाहिँ सिटिङ रुम यो डिजाइन हल्का मिक्स कलर। यो चाहिँ खिड्कीको पल्लाहरू दैलो पुलहरू सबै यहीँ छ, डल्लै छ काम। यो चाहिँ आमा पापाको रुम, यो चाहिँ करिडोर हल्का हो। यो चाहिँ आमा पापाको रुम हुँदैछ। यहाँ रङ त लगाइसक्यो, सिलिङमा ब्लू क्रिम कलर। त्यो यो टोइलेट पापाहरूको लागि यो इन्कम्प्लिटै छ। यहाँ चाहिँ हल्का भित्र सानो के राख्ने पापाहरूले बनाएको जुत्ता सुत्ता के राख्ने। यो चाहिँ पापाहरूको रुम। यो चाहिँ यो टोइलेट प्यान यो हालेको छैन, अब कहिले हाल्छ। यो चाहिँ किचन पनि डल्लै छ, पत्थरले नै छ रङ भएको। यो चाहिँ के सामानहरू राख्ने यहाँनिर किचन बेसिन, यो सामानहरू राख्ने के सिलिन्डर चामल के राख्ने सामानहरू। यहाँ चाहिँ अब ग्यासहरू आउँछ। यो चाहिँ बेसिन वास बेसिन। यहाँबाट चाहिँ एउटा सानो दैलो किचनबाट सिधै बाहिर निस्किने प्यासेज छ। एउटा पनि प्यासेजभित्र टक्क यस्तो गएर चाहिँ एउटा प्यासेज छ। यहाँ पनि छ एउटा प्यासेज। यहाँ चाहिँ अब के सामानहरू राख्ने यहाँ पनि ठुलो छ। हेर्नु न प्यासेज ठुलो छ प्यासेज। के सामानहरू आउँछ यहाँ अब के सामानहरू। अहिले चाहिँ हामी चाहिँ यहाँ कमान बस्तीमा छौँ, कमाउने हो हाम्रो त हो। त्यही कारण यो अरिमठी चाहिँ पुरा आउँछ क्या यहाँनिर। हेर्नुहोस् है सबै अरिमठीहरू कहाँबाट आएको अरिमठीको दबाई धेरै लाग्ने पुरा अरिमठीले पुरा यो। यहाँदेखि पनि हेर्नु भ्यू कस्तो दामी देख्छ, हरियो सिनेरी। उता गाउँ हो, उता पनि गाउँ छ, घरहरू छ। यो चाहिँ तलपट्टि रुम जाने, तलपट्टि रुम। यो चाहिँ टेम्पोरेरी टोइलेट। यो चाहिँ बाटो हाम्रो ओह्रालो। यो चाहिँ सडक, ओह्रालो बाटो जान्छ हाम्रो गाउँ जाने। यो चाहिँ एउटा रुम अलिक सानो छ रुम। यो चाहिँ अब गेस्टहरूको लागि रुम छ। बिलापट्टि मात्रै भइरहेको छ, रङ लाउनु बाँकी छ। सबै भइसकेको छ, लथलिँदै छ। यहाँ चाहिँ एउटा गेट आउँछ, पछि गेट आउँछ। यहाँ चाहिँ बारेको यसरी अन्त भैयाले काम गर्दो रहेछ। यहाँनिर बाथरुम र टोइलेट यहाँनिर देख्नुहुँदैछ। यो चाहिँ मेरो रुम। यहाँ बिल्लापट्टि मात्रै भइरहेको छ, खाली नै छ। यहाँनिर सामानहरू राखेको छ, सिमेन्टहरू सबै यो चाहिँ कटकुरो के सामानहरू के राख्नेहरू देख्नुहुँदैछ। खिड्कीहरू पनि लाग्छ छैन।
ऐनाहरू लाउनु छ, बाँकी छ डल्लै छ काम सबै तन्का यो टक्क यस्तो रेलिङ गएर यस्तो खालको रेलिङ छ रेलिङ बनाएको यहाँबाट चाहिँ दामी भ्यू देख्छ कि यस्तो दामी भ्यू देख्छ हुँदैछ हो यो भ्यू चाहिँ अब मत देख्छ कि 360 डिग्री 360 डिग्री त होइन तर अब अझै तपाईँहरूलाई म छतबाट देखाउँछु छतबाट झन् दामी छ र यो माथि चाहिँ हाम्रो छत यो चाहिँ गाउँ यो ओह्रालो पनि गाउँ छ यो माथि पनि गाउँ छ हाम्रो यहाँ चाहिँ भैयाहरूले काम गर्दैछ देख्नुहुँदैछ तपाईँहरूले काठको काम र यो चाहिँ हो हाम्रो छत र यहाँ माथि गाउँ छ हेर्नुहुँदैछ छदुरे हाम्रो गाउँ र यो चाहिँ हाम्रो पुरानो घर देख्नुहुँदैछ सडक जोरथाङ जाने सिक्किम जोड्ने सडक पनि छ त्यही हो र यो चाहिँ हो भ्यू देख्नुहुँदैछ कस्तो दामी देख्छ यहाँबाट झन् दामी देख्छ भ्यू देख्नुहुँदैछ यो सबै सिक्किम यतापट्टि वेस्ट सिक्किम नाम्ची सबै देख्छ जोरथाङ यहाँ माथि हो तपाईँको हेर्नुहोस् यो माथि हो तपाईँको फुक्सिरिङहरू छ फुक्सिरिङ लेबुङ हो यो चाहिँ हो तपाईँको फुक्सिरिङको फ्याक्ट्री यताबाट चाहिँ यहाँ पारि चाहिँ लेबुङको घरहरू देखिँदैछ लेबुङहरू त्यहाँदेखि उता चाहिँ दार्जिलिङ हुँदैछ यो चाहिँ मौरीको डुर र यो चाहिँ मेरो गाउँ लिम्बू बस्ती यो माथिको चाहिँ फानेसपेक यो तलको सिङ्ला देख्नुहुँदैछ भैयाहरूले काम गर्दैछ र यहाँ तल चाहिँ देख्नुहुँदैछ तपाईँहरूले हाम्रो पहिलाको पुरानो मूल घर चाहिँ यहाँ थियो अहिले पनि छ पहिला बाजेहरू हुँदा चाहिँ हामी यहाँ बस्थ्यो बाजेहरू हो यहाँ तल चाहिँ यो रुखहरूले छेलिएको छ अहिले चाहिँ हो यहाँ तल अलिअलि देख्नुहुँदैछ यहाँ चाहिँ तल चाहिँ हाम्रो मूल घर र त्यहाँदेखि हामी चाहिँ यहाँ माथि सरेको यहाँनिर चाहिँ अहिले यो चाहिँ दोकान थियो पहिला दोकान थियो बाजेले चलाउँथ्यो र अहिले चाहिँ हामी बस्छौँ निकै भयो बसेको तर अहिले यो पुरानो घर यहाँ बनाएको अहिले घर हो के रङ के रङ कलर उल्टा आयो कलर उल्टा आयो किन के भयो नम्बर रहेछ हो 0768 कलर हेर्नु त यो तपाईँको अस्ति लगाएको यो हिजो ल्यायो हो कलर चाहिँ कुन चाहिँ उयो लगाएको यो त्यो भित्ता कलर यो हो हिजो ल्यायो यो भएन त यो कलर चाहिँ खै अन्त कलर मिलेन अरे कलर उल्टा दिएको छ ओल्ड गोल्ड छ त अन्त यो ओल्ड गोल्ड यो चाहिँ कहाँ लगायो यसमा यो त अर्को छ त कलर अन्त है ए रहेछ यो त अर्को कलर हो नि भन्नुपर्छ नि कस्तो उसले पनि यो बनाएको नम्बर मिलायो होइन र पनि नम्बरै मिलाएँ अरे नम्बर त एउटै छ तर रङ त भिन्दै छ त भन्ने हुन्छ नि त खै सुनिलो भाइलाई भन्नु पर्यो रङै अर्को यो नम्बर त एउटै छ त अन्त है सिल्क ग्ल्यामर अनि यो 768 त्यो आमा त्यो बिल देऊ त बिल नम्बर त 0768 हो नम्बर ठिकै छ नि 3A0768 ओल्ड गोल्ड हो यो त अर्को कलर हो नि त अन्त त्यो यो त हामीले अस्ति माथिनिर देखाएन त्यो यो पेम्प्लेट त्यहाँबाट हेरेर उयो गरेको नि त अर्को दिएछ कलर र देख्नुभयो तपाईँहरूले यहाँ चाहिँ हाम्रो अर्को कलर आएछ पहिला चाहिँ हामीले जुन कलर भित्तामा लगाएको वालमा त्यो चाहिँ अब सकेर अर्को 1 लिटर मगाएको थियौँ तर अर्कै मिक्स गरेर दिएछ माथिबाट हार्डवेयरबाट र यो वाट्सएपमा फोटो खिचेर चाहिँ अङ्कललाई पठाएर अब उसले बेलुका अहिले गाडीमा हालेर पठाइदिन्छु भनेको छ र यति हो र देख्नुहुँदैछ आज चाहिँ खानामा चाहिँ के रहेछ भन्दा चाहिँ गुन्द्रुकको झोल र भात रहेछ टमाटर गुन्द्रुकको झोल
हुँदैछ। ल गाइस आज चाहिँ यति मात्रै, आजको भिडियोमा यति मात्रै सेयर गर्न पाएँ र अरू पनि भिडियोहरू आउनेछ। तपाईँहरूले लाइक, सेयर, सब्सक्राइब गर्नुहोला र सपोर्ट गर्नुहोला मेरो च्यानललाई। ल थ्याङ्क यू।